घेर त हरिबिजो गराइहाल्यो नि। म त अमेरिकाले इरानमा हानेको बम कता उछुटेर नेपालमा पुगेर ध्वस्तै बनाएछ नि भनेको त कहाँ हुनु। बालेन सरकारले डोजर ल्याएर ध्वस्तै पारेको पो होइन। पहिला नेता चुन्न नजानेर गल्ती गर्यो, अहिले नेता चुनेर गल्ती गर्यो। पहिलाकोले गफ धेरै काम थोरै गर्थे, अहिलेकोले गफ कम काम धेरै गर्छन्। उस्तै पऱ्यो, बोल्दै बोल्दैनन्। अझ अर्को कुरो, ए आमा ए बा घन्टीमा भोट हालेन भने त मैले त पैसै पठाइदिन्न भन्नेहरू के भइरहेछ। विदेशमा बसेर एक रुपियाँ जोडेर खुन पसिनाले मेहनत गरेर कमाएको पैसाले घर बनाएको ड्याम भत्किँदाखेरि मर्नु न बाँच्नु भयो होला होइन। बल्ल पछुतो भएको छ होला होइन। टेन्सन लिनु पर्दैन। अझै 5-6 वर्ष विदेशमै बस्ने, फेरि अर्को अर्को ठाउँमा घर बनाउने, फेरि घन्टीलाई भोट हाल्ने, फेरि भत्काउने। भत्केन भने पनि घन्टीलाई भोट हालेर अर्को भयो नि घर भत्काउने। के कसो हो साथी।